है साथीहरू, फाइनली म चाहिँ वीरगन्जमा आइसकेको छु। वीरगन्जको चोक हामी चाहिँ नारायणघाट आउने चोकमा छु गाइस। हेर्दै गर्नुहोला हजुरले आएको दृश्य। अरू त के देखिन्छ र गाडी रोकेको अवस्था, त्यही मान्छे आउने जाने गरेको यो भ्यूज हजुरहरूलाई म पोस्ट गर्दैछु। यता अगाडि पछाडि भाइ किन रोक्यो र? भाइ भाइ अझै रोक्ने हो र? रोक्ने हो अझै? ल जाउँ न त जाउँ। यहाँ भ्लग बनाएको म झन् रोक्यो यार तपाईँले। अब हिँड्छ होला भनेर बनाएको। ए हेलो हेलो। अब चाहिँ हामी वीरगन्जबाट चाहिँ नारायणघाटको यात्रा सुरु गरेका छौँ। गाडी पुगिसकेको छ। यहाँको दृश्य चाहिँ यस्तो छ। तर हावाले गर्दाखेरि चाहिँ अलिक मोबाइल चाहिँ कराएको आउँछ। त्यही डिस्टर्ब आउनु हो गाइज है साथीहरू। हजुरहरूले चाहिँ मलाई मेरो गल्तीहरू किनभने यहाँ गाडी चलिरहेको छ, त्यस कारणले गर्दाखेरि हावा निकै गाडीको ब्रेकले गर्दाखेरि हावा कराएको छ गाइज। यसमा म माफी चाहन्छु, हजुरहरूले पनि बुझिदिनु हुनेछ यो छेडलाई। यो भ्यूज कस्तो लाग्छ गाइस। हेर्नुलाई सम्पूर्णलाई म चाहिँ नेपाल आइसकेको अवगत गराउन चाहन्छु। आफ्नो जन्मभूमिलाई छोडेर जन्मभूमिमा हिँड्दै गइसकेको अवगत गराउन चाहन्छु। आफ्नो देश, आफ्नो माटो, आफ्नो जन्मेको रगत सबैलाई प्यारो लाग्छ गाइस। त्यस कारणले एकदम खुसीको महसुस भइरहेको छ मलाई चाहिँ। मेरो जति पनि धेर साथीहरू हुनुहुन्छ उहाँहरूको नजिकै छु म जस्तो अनुभव भएको छ अहिले चाहिँ मलाई। त्यस्तो फिलिङ आइरहेको छ। सो हजुरहरूले पनि मलाई यस्तै दृष्टिकोणले, यस्तै मायाले हजुरको त्यो मनमुटमा सजाइदिनु हुनेछ। निकै रमाइलो छ यहाँको भ्यूजहरू चाहिँ। एकदम आफ्नो आमाको काख एउटा बच्चालाई असाध्यै प्यारो लाग्छ। त्यस्तै मलाई पनि एकदम खुसी र आनन्दको महसुस भइरहेको छ गाइज। म चाहिँ अहिले 5 महिना, लगभग 4-5 महिनामा म आफ्नो जन्मभूमिमा फर्किँदैछु। अवश्य नै खुसी लाग्छ गाइज। त्यसो हेर्नुहोला हजुरहरूले, हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। जेब्रा यहाँ चाहिँ गेटमा चोकमा जेब्रा चोक भन्दो रहेछ ल गतडाको जेब्रा चोक पनि हेर्नु होला। भ्यूज निकै राम्रो छ गाइज। निकै आनन्दको महसुस भइरहेछ गाइज। हेर्नु होला है हजुरहरूले। यहाँको अझै म अलिक यो भ्लगलाई चाहिँ लामो बनाउँछु। हजुरहरूले कोही त्यस्तो सङ्कोच अस्ति अनि त्यस्तो बोरिङ नमानिकन, कुनै झर्को फर्को नमानिकन हेरिदिनु होला। सायद गाडी एकाएक दौडिरहेको छ वीरगन्ज टु नारायणघाटको। सायद हामी पनि 1-2 घन्टामा नारायणघाट पुग्नेछौँ। तो कतिपय साथीहरू
वीरगन्जतिरबाट पनि मलाई सपोर्ट गर्नुभएको छ होला, त्यसमा थ्याङ्क यू सो मच हजुरलाई। यो चाहिँ हाम्रो ड्राइभर सर आउनुभयो। अब चाहिँ हाम्रो यात्रा अगाडि बढ्दैछ गाइज। जति जति अगाडि बढ्दैछ त्यति त्यति नै नयाँ भ्युजहरू देखाउने छु हजुरहरूलाई। यो चाहिँ जेब्रा चोक। यो चाहिँ हिरणको बारासिङ्गेको तस्बिर। निकै रोमान्टिक छ, वातावरण रमाइलो छ। म चाहिँ हजुरहरूको माझमा पोस्ट गर्दैछु, हजुरहरूले हेरेर आनन्द लिनुहोला। यो मेरो आफ्नो जन्मभूमिको आगमनमा हजुरहरूलाई कस्तो लाग्छ, के छ पनि नेपाल आउनु भएछ है भनेर कोही साथीहरू त खुसी हुने होला पनि होला। कोही साथी चाहिँ भगवासको भिडियो बनाउनुहुन्छ भन्नुभएको होला। त्यसमा सोसरी टक्राउन चाहन्छु, पक्कै पनि स्वीकार्नु होला। जति जति अगाडि बढ्दैछ उति राम्रो भ्युजहरू आउँदैछ गाइजहरू। भिडियो इन गरौँ भने पनि एकदम लोभलाग्दो भ्युजहरू आउँदैछ। त्यस कारणले गर्दाखेरि यो वीरगन्जदेखि नारायणघाटसम्मको यात्रा सुखमय होस् भन्ने म दुर्गा मातासँग प्रार्थना गर्दछु र हजुरहरूको आशीर्वादलाई पनि मैले पक्का आशा राख्नेछु। मलाई आशीर्वाद दिनुहोला मेरो यो वीरगन्जदेखिको नारायणघाटसम्मको यात्रालाई। गाइज हजुरहरूले पनि यसो हेरेर भ्युजलाई हेरेर आनन्द लिनुहोला यो वीरगन्जको भ्युजलाई भन्दै म यो छोटो भ्लगलाई यहीँ इन गर्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू सो मच गाइज। लाइक, कमेन्ट, सेयर प्लिज गाइज। बाई।